हेलो एभ्रिवान, वेलकम सबैलाई मेरो मिनी ब्लगमा। आज चाहिँ मैले ब्रेकफास्ट गर्न आँटेको। हेर्नु होला, यो चाहिँ मैले अन्डा ब्रेड बनाएको थिएँ। हेर्नुहोस् होला, आमा र बाबुले चाहिँ खानुभयो। यो चाहिँ मैले बनाएको। अब पछि चाहिँ ल कस्तो भयो टेस्ट गर्दैछु, हेर्नुहोस् होला। दामी भएछ। साह्रै मिठो भएछ है, तर मजा आयो। हेर्नुहोस् होला कस्तो देखिँदैछ। यसो कमेन्ट पनि गर्नुहोस् होला सबैहरू। आजको चाहिँ मेरो ब्रेकफास्ट हो। म चाहिँ यो ससहरूसँग खानु मन पर्दैन, त्यसै यस्तै खानु मनपर्छ। तपाईँहरूलाई चाहिँ कसरी अब ससहरू मनपर्छ कि केमा खानु मनपर्छ कमेन्ट गर्नुहोस् होला। आफ्नो आफ्नो चोइस हो, तर म त्यस्तो सिम्पलै मनपर्छ। हेर्नुहोस् होला, यो चाहिँ मैले प्याज टमाटर अनि हल्का काँचो खोर्सानी लगाएर बनाएको थिएँ। मजा आयो तर। कहिलेकाहीँ यसो आफूलाई मनपर्ने कुरा बनाएर खानु अरे क्या। साथीभाइहरू, तपाईँहरू यस्तै मेरो फेसबुक पेजलाई लाइक कमेन्ट गर्नुहोस् होला, फलो पनि गर्दै गर्नुहोस् होला, सपोर्ट गर्नुहोस् होला। म कहिलेकाहीँ यस्तै मिनी ब्लगहरू ल्याउँछु। ल, थ्याङ्क यू फर वाचिङ। बाई बाई।